सानो तीनटा रहेछ तीनटा बुङ्गुर हालेछ अनि उतापट्टि पनि छ उतापट्टि चाहिँ अरु हेलो साथीहरु फेरि पनि स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा यदि कोही नयाँ लाइक शेयर कमेन्ट सब्स्क्राइब चाहिँ गरिदिनु होला यो हजुरहरु पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु हामी चाहिँ भर्खरै खाना खाएर बसिरहेछौं म चाहिँ यहाँ बाँदरहरु चलाउँदै छु बाँदरहरु कहाँ हुनुहुन्छ भन्नुहुन्छ भने एउटै झुन्डेका मंकी सानो कि यहाँ अर्लो मंकी ठुलो मंकी सानो मंकी चल्नु न ग्यारी भएर खेल्नु पर्छ अनि छोरा चाहिँ उता आमासँग ह म चाहिँ नानी बाबु यहाँ चल्छ लड्छ भनेर हेरिराखु हो नानीलाई नान माया गरेर खेल बाँदरहरु दुईटा बाँदरहरु भुन्टो आऊ यता आऊ यता यहाँ खेल दिनभरिको काम के हो ढुङ्गा ओसार्ने लग्ने खेल्ने नरिन्दा लाग्छ एउटा नि यहाँ ओके वा बहिनीलाई पिटेर लहटे वा आऊ यता जान्न आऊ रोएर आमा ठाउँ गयो आऊ यता आऊ कति धेरै दाउरा परे ड्याडीले एक्लै ओसारेर आऊ किन रोको हो आऊ चिची के लाग्यो हेर त तिम्रो मुख जस्तो गर्यो हेर त न्याप्टी यता हेर न के हो नि त्यो के लाग्यो त नानीहरु आएर हेर त के लाग्यो नि लिपस्टिक लाग्यो सिकाइ त्यस्तो ठिक खरको न्याप दुईटा खाना खाइ त न्याप्टिक लिपस्टिक लगाएर हेर्दा लिपस्टिक लगाएर नक्कली हेर्न आउ न हेर न लिपस्टिक लगाएर हेर त नक्कली बक लिपस्टिक लगाएर अब यसलाई फोटो खिचेर म्यामलाई पठाइदिए है नक्कली फोटो खिचेर म्यामलाई पठाइदिने है पठाउँदैन त्यसै भनेको एउटा जानीको लुगा नि नानीको लुगा हेर सानो बगाउँदैन जामै अब है तिमीले धोइदिन्छ कि धुन्छ कि तिमीले पानी खेलेर बस्छ धुन्छ के खाएको कि त्यस्तो दिउँसोको खाजा चाहिँ चटपटमा चाहिँ बनाएकै भाँडामा प्रेसर कुकरमै उनीहरू चाहिँ वहाँ एउटा पिङखेलले खा एउटा उता घोप्टो परेर खा एउटाको यहाँ छ बुन्टुको चटपट छे अझै कट्टु पनि लागेन छे ए म चाहिँ यहाँ बनाएकै भाँडामा अहिले चाहिँ साथीहरू यहाँ चाहिँ आगो बाल्न छु यो घसौटा थुपार्नु भयो ड्याडीले अनि यहाँ चाहिँ म आगो बाल्न छु अया आऊ त्यो चकचक नगर आऊ फोहोर खेलेर हैरान एउटा नानी चाहिँ सुते एउटा नानी चाहिँ यहाँ मसँग आइरह एउटा चाहिँ उता खेले हिजैदेखिबाट भिडियो बनाएको है अहिलेसम्म मैले कम्प्लिट गरेँ छैन भिडियो किनकि दिनभरि यिनीहरूकै गोठालाई लाग्दा हैरान ठिक छ बेलुका पनि अब खाना यिनीहरूलाई खुलाउँदा सुताउँदा ठिकै हुन्छ दिनभरि यिनीहरूलाई हेर्दै ठिक्क हुन्छ अनि भिडियो त कति बेला बनाउनु है मेसै नपाउनु भ्याउँदा नि नभ्याउनु अथा ऊ आगो बोले आऊ चप्पल लगाऊ यताबाट जाने हो चप्पल लगाऊ गर्मी हुन्छ यस्तो आगोमा बस्नुहुन्न गर्मी हुन्छ गर्मी हुन्छ यहाँ चाहिँ सबै बारीहरू अहिले त बिहान जोताएको अब यहाँ चाहिँ मकै लाउने बेला भयो उता पारी पनि गाउँहरू छ अब यहाँ चाहिँ मकै लाउने बेला भयो अनि उता चाहिँ बुङ्गुर पाले कति तीनटा हाल्नु भएको कि कतिवटा हाल्नु भएको नि बुङ्गुर चाहिँ सानो दुईटा पहिला हालेको थियो पहिलाको चाहिँ काट्यो रे अनि अहिले चाहिँ फेरि सानो हालेको छ म देखाउँछु है त हजुरहरूलाई ए सानो तीनटा रहेछ
तीनटा बुङ्गुर हालेछ अनि उतापट्टि पनि छ उतापट्टि चाहिँ अरूले हाले है मोडलतिर मगाउनु भएको उता चाहिँ यो चाहिँ त्यो टिका चाहिँ मम्मीले हाल्नु भएको हो बुङ हेरेको हो आऊ एकछिन यहीँ बस्ने कस्तो हावाको शीतल आऊ एकछिन यहीँ बस्ने आऊ आहान एकछिन यहीँ बस्ने साथीहरू आजको भिडियो यति नै मैले चाहिँ अब यहीँ इन गर्न चाहे हजुरहरूलाई कस्तो लाग्यो भिडियो मन परेमा लाइक शेयर कमेन्ट चाहिँ गरिदिनु होला बाई बाई।